हेलो गाइस, आज चाहिँ मैले होइन हाम्रो डेली मेकअप हामीले कसरी गर्छौँ। अब घरमै बस्ने भए त मेकअप गर्न खासै आवश्यकता त हुँदैन होइन, तर पनि बाहिर वर्किङ हो, हामी काममा जानुपर्छ, पसल छ, केही छ भने चाहिँ अब यत्तिकै जानुभन्दा सिम्पल मेकअप र चाहिँ यतिका वर्षपछि चाहिँ मलाई पर्फेक्ट के सबै यो चिजहरू जस्तो यो मोइस्चराइजर भयो, सनस्क्रिन भयो होइन, सबै पर्फेक्टली अब चाहिँ मैले यो बाहेक अरू नै लगाउँदिनँ होला जस्तोमा म पुगिसकेँ। मेरो स्किन पनि राम्रो छ, यहाँ पिम्पल मात्र आएको छ होइन। अब यहाँ टिकटकले त अब मजाले फिल्टर भनेको कि स्मुथ गराइदिएको छ होइन, फिल्टर चाहिँ छैन, स्मुथ चाहिँ गराएको छ स्किन। तर पनि मेरोमा केही प्रब्लम छैन, हल्का डार्क सर्कल चाहिँ छ, यसलाई मैले केही गर्न सक्दिनँ। अनि म चाहिँ यहाँ सिरम मात्र, मुख धोएर सिरम मात्र लगाएको हो है। अब चाहिँ राति सुत्ने बेला मोइस्चराइजर चाहिँ लगाएर सुते हो। अनि त्यसपछि मैले फर्स्टले लगाउँछु सेटाफिल है। यो प्रमोसनवाला भिडियो चाहिँ होइन, म चाहिँ अब सिम्पल हामीले के लगाउँदा ठिक हुन्छ भनेर चाहिँ देखाउँदैछु है। पहिला चाहिँ मैले कपाललाई डिस्टर्ब गऱ्यो, कस्तो पिम्पल आयो कि, हिजै आएको पिम्पल हो कि। अब हातमा लगाउनुपर्छ, मैले फेरि हातको केयर गर्दिनँ, फेस चाहिँ ठिकै छ, हात त बिजोग भएछ, त्यही पनि हातमा लगाएँ थिएँ है। ओके, अब यति लगाइसकेपछि अरू केही लाउनु पर्दैन क्या। यो भयो मोइस्चराइजर होइन, लोसन मैले यही नै लगाउँछु, अर्कोवाला पनि पाइन्छ तर मलाई यसैले नै राम्रो लाग्छ, त्यही भएर यो लगाएँ। त्यसपछि चाहिँ बेस्ट मैले के युज गरेँ, सेटाफिलको पनि लगाएँ होइन, सनस्क्रिनहरू अनि ब्रिलियरको पनि लगाएँ। लास्टमा चाहिँ यसले आएर चाहिँ मलाई राम्रो गर्यो। अनि एकदम सिम्पल एन्ड फास्टवाला है यो मेकअप चाहिँ, यति लगाउनु, यति चाहिँ हल्को गोरो पनि देखाउँछ कि यसले चाहिँ। भयो, एकदमै सिम्पल तरिका लगाउँछु कि मैले, बढी ध्यान त्यहाँ गरेर चाहिँ लगाउँदिनँ होइन। पर्फेक्ट। त्यसपछि हल्का मैले जहिले पनि यो फरेभर के हो मलाई त नाम पनि थाहा नि, यो फरेभर भनेर किनेको मैले, राम्रो क्वालिटीको है यो चाहिँ। अनि थोरै यति मात्र, यो डार्क सर्कल भएको हुँदाखेरि चाहिँ यति आँखाको तल लगाउनलाई यति मात्रै। अब कुनै फङ्सनमा जाँदैछ भने मजाले लगाएर ब्लेन्ड गर्छौँ होइन, तर चाहिँ डेली युजको लागि थोरै, एकदमै थोरै लगाए पनि त्यही हिसाबले चाहिँ ट्रान्सप्यारेन्ट देखिहाल्छ क्या। धेरै लगायो भने के भइहाल्छ होइन, तर चाहिँ यत्तिको लगाउने क्या। मैले हातले नै ब्लेन्ड गर्छु डेलीलाई त, अब कता त ब्लेन्डर खोज्न जाने, धुने, भिजाउने, निचोर्ने, हेनत्यान गर्नुपर्छ होइन। अनि भिडियो चाहिँ लामो हुन्छ है, लास्टको लुक चाहिँ हेर्नलाई सिम्पल हुन्छ, नहेरे पनि केही फरक त पर्दैन होइन। त्यही पनि सिम्पल के प्रोडक्ट युज गर्ने भन्दाखेरि चाहिँ यो युज गर्नु नि, हाम्रो कम्बिनेसन स्किन जुन छ, कतै ड्राई कतै उसो हुन्छ नि, कतै ड्राई कतै ओइल। मेरो चाहिँ यता ड्राई, यो भाग ड्राई हुन्छ होइन, त्यसको लागि चाहिँ पर्फेक्ट छ कि। स्किन केयर चाहिँ एकदमै जरुरत छ है हाम्रो लागि चाहिँ। स्किन केयर गरेन भने त कस्तो कस्तो हुन्छ। अहिले बल्ल अलिअलि गर्न थालेको, अब ल्यासेसमै लाग्थ्यो कि मेरो त। ल भयो है, यति हो। अब यहाँभन्दा केही जो नलगाउने। त्यसपछि चाहिँ यो यस्तो भएछ, त्यही पनि योवाला चाहिँ म लगाउँछु कि यतिमा लगाएपछि यसमा पसिना आउँदैन क्या। यो चाहिँ मलाई बहिनीहरूले बाहिर पठाइदिएको हो, एकदम राम्रो छ। यसमा युज गर्ने भनेको मैले यही मात्र, बनाना पाउडर समथिङ केही हो यो है। त्यसपछि चाहिँ यो मेब्लिनको गाजल हो, यसमा लेखेको जति सबै मेटिसक्यो होइन। यो चाहिँ भाटबटिनबाट किन्छु मैले चाहिँ। धेरै जसो स्किनमा क्रिमहरू भन्दा पनि आँखामा र लिपस्टिक चाहिँ राम्रो क्वालिटीको लाउनुपर्छ भनेर चाहिँ त्यस्तो, त्यही तरिकाले अलि राम्रो खालको लगाउँछु होइन। यो चाहिँ राम्रो छ,
हेर्न सक्नुहुन्छ एकदम सिम्पल तरिका लगाउने फास्ट के त्यो ढिला गर्नै हो न मेकअप भनेको ज्याम जुम लगाइहाल्नुपर्छ ल एउटा आँखाको सकियो हैन अब अर्को ल अर्को आँखाको नि डन सिम्पल केही छैन यस्तो सिम्पल मेकअप पनि के भन्ने होला तर चाहिँ हैन राम्रो पार्टी वेयरको पनि मैले बनाएर लिएर आउँछु हजुरहरूको लागि हैन मैले चाहिँ आइस्याडो लगाउँछु भन्ने सोचिरहेको थिएँ हैन तर चाहिँ मैले भेटाइन ल भेट्दिनँ त त्यसपछि चाहिँ यो मस्करा हैन यो फेरि मिनिसोबाट मेकअप पनि चारतिरबाट किन्नुपर्छ आफूले भने जस्तो पाउनको लागि हैन एकदमै स्लिम छ यो तर मजा लाग्छ कि नाम छोटे काम बढी भने जस्तै हैन आएको छ केही छैन ल यतिको भएपछि त चलिहाल्यो नि हैन है अब चाहिँ हो यी सामान भेटिन्न कि मेकअपको इजी हुन्छ कि मेन हैन अब यो त्यसपछि यो आइब्रो बनाउने मैले चाहिँ कालै युज गर्छु धेरै जसो हल्का पातलो छ नि त एकदम फास्टमा हुन्छ कि मेकअप गर्न त धेरै बेरै लाग्दैन 5-7 मिनट म्याक्सिमम भनेको 10 मिनट यतिकै 10 मिनटमा त आइस्याडो पनि लगाइदिन्छु मैले त यति माथिको धेरै नलगाउने कि धेरै लगाउने बित्तिकै अलि हेभी भइहाल्छ हैन आफ्नो यो हेर्नु डिफ्रेन्स हैन दुईतिर एउटा डार्क एउटा उ छ यतिको फिल गर्ने के जुन ग्यापहरू हुन्छ पातलो देखिरहेको हुन्छ नि त्यसलाई मात्र हल्का फिल गर्ने ल म चाहिँ सेल्फ मेकअप नै सिकेको थिएँ त्यही भएर नि अलिअलि आउँछ भाइको टी सर्टले पुछिदिनु पुरो ल ठिक छ हैन अब लास्ट भनेको लिपस्टिक मैले चाहिँ दुईटा सेड मिलाइदिन्छु के भनेर ठिकै यो दुईटा सेड छ मेबलिनकै हो यो पनि यो बाहिरबाट आएको नेपालमै किनेको अनि 3टा सेड छ टोटल मसँग यो वाला चाहिँ कहिले यो डेली युजलाई चाहिँ धेरै जसो यो नै लगाउन मजा आउँछ है पहिला यो लगाऊँ अनि माथिबाट चाहिँ यो मिक्स गर्छु कि मैले राउन्ड देखिन्छ बस अब यति यसले ब्लेन्ड गर्ने हो क्या यो सकिनै थालेको वाला भेगिएकै वाला हो हैन केही पनि छैन तर यसले ब्लेन्ड गर्दा यतिकै अलि अर्कै कलर आइहाल्छ क्या हल्का ब्लेन्ड पनि जरुरी छ नि त ब्लेन्ड नभए त कस्तो अर्को हुन्छ ब्लेन्ड गर्नु पनि जरुरी हुन्छ त्यसपछि अब मैले लगाउँछु मेरो ब्लस यो वाला लिक्विड हैन नानीहरुले त कति चलाइदिएर बिजोग गराउँछन् मेरो फेरि दुईटा सानो नानी छ हैन मेकअपहरु त लुकाएर राख्नुपर्छ हल्का मात्र यो पनि धेरै नै हल्का है कस्तो बस दिन्छ यो पनि फेरि बिजोग हुन्छ ट्याप मात्र पार्ने है बस वाओ अस्ति लास्टमा ट्रान्जेक्सन भनेको यसैले दिन्छ के है यति नै हो हामीलाई मेकअप यति किन्ने हुन्छ धेरै खर्च गर्नै पर्दैन के महँगोमा हैन यति किन्ने मज्जाले यसमा आइस्याडो थपेछ यसो पार्टी लुकमा जान मिल्यो के हामीलाई है यति भए चाहिँ पुग्यो के यति भए पुग्यो हामीलाई थ्यांक यू फर वाचिङ